हाई गुड मर्निङ ह्याप्पी दसैँ सबैजनालाई। हामी चाहिँ बिहान 3 बजे आएर सुतेको, रातभरि तास खेलेर। अनि अहिले चाहिँ बजिसक्यो बिहानको 9। म चाहिँ उठेर सावर गरेर बसिरहेको। पहिला पूजा गरेर आउँछु अनि रेडी हुन्छु। दादाहरूकोमा पुगेँ, माथि पो 6 मा। थ्याङ्क यू। हामी चाहिँ बल्ल दादाहरूकोमा पुग्यौँ। दादाहरूलाई वेट गरेर बसिरहेको छौँ माथि जानलाई। यहाँ कति बज्यो अहिले? 11 बज्न लाग्यो। 11:43 को साइज छ। हामी चाहिँ यहाँ अझ रेडी हुन बाँकी छ। कति टाइम लाग्ला रेडी हुन? वाट डु यु थिङ्क? हुन्छ 15 to 20 मिनट्स। मलाई पनि त्यस्तो धेरै टाइम लाग्दैन। एक्साइटेड? मिसिङ होम? इट्स अलराइट। What can we do? गाडी पूजा गरेको छैन कि हामी गाडी पूजा गर्न त गरेकै गरियो मैले त गरेँ। माथि गइसक्यो। हामीले त माथि गइसक्यो होला तपाईँहरू भन्थ्यो कि दादाको त गेटअप भइसक्यो त के जस्तो यो राम्रो देखायो। साह्रो लामो बजिरहेको। कसले मासु भुट्यो? त्यही अब टिका लाउने बेला होस् बाहिर निस्किनु कि के गर्नु ननिस्किनु? एकचोटि हेरौँ न बरन्डाबाट तल निस्किआएको देख्दैन? यस्तो होला अब निस्किने कि ननिस्किने भयो क्या। हामी टिका लाउने बेला भइसक्यो। फाइनली रेडी भयो। कस्तो टिकाको दाम बसेछ मेरो गएन। मेरो टोपी चाहिँ अलिक सानो भयो जस्तो लाग्यो। पछाडि तान्ने जस्तो भयो मेरो छैन। ठिकै देखाएको छ। ल रेडी? राम्रो देखिएछ त है? फोटो राम्रो हुन्छ। राम्रो देखाएको छ। ल सबजना रेडी। फाइनली रेडी भयो। दादाले नि सबै रेडी गरिसक्नुहुन्छ। यहाँ दामी छ यार जमरा पनि। तर पानी रहेछ फुट्या त फोटो अहिले फोटो यसरी गर्न हेर्दा अनि फेरि खिच्दा लाग्यो जस्तो गरेर फेरि गर्न कि पछि गर्न हैन। पहिला अब पहिला राम्रो छ भने भिडियो बनाएर भिडियोबाट स्क्रिनशट गर्न नि हुन्छ। एला ल आहा कस्तो चाहिँ हम पहिला अनि दिदा हुन्छ। यो चाहिँ फाइल गर्न अब दादा नि यो भेट्दै भेट्दैन मलाई त एक साइड राख्नु मिलेन। दुई साइड यहाँ खाने जस्तो वेट ल हुन्छ ड्राई पनि बढी छ एला किचन अलि अगाडि आउनु नि त थोरै अगाडि सबै पछाडि जानु दादा अगाडि आउनु पर्यो। हो अलि चाहिँ राम्रो ल त्यति हो यसो त भएन फेरि तपाईँ त्यति भन्नु पर्दैन कि अब अहिले खिच्नु आयो कस्तो कलर यो कलर उठाउँदै कि सोया सोना नाइस दादा बन्दा छ नि यहाँ यस्तो हो कि पुरा मैले पहिला टिका लाउने भन्ने कुरा भयो। दादाले भाउजूलाई लगाइदिने कि दादा भाउजूले नै हामीलाई लगाइदिने भन्ने कुरा भयो। छिन जिना बिचमा पनि गर्नु अरे यस्तो मैले यहाँ यस्तो विचार गरे कि यहाँ आमाले हामीलाई लगाइदिने हेरी आमा चाहिँ सुरुतिर फट्या लाउनु भएको थियो हैन। त्यही भइसक्यो त आमाले लगाइदिने मान्छे पुरो फट्या लाउनु भएको थियो पहिला दाइले भाउजूलाई लगाइदिने अनि दाइ भाउजूले तिमीलाई लगाइदिने। मैले त्यही भनेको थिएँ कि ल त्यही सोच्नु लाग्यो। दाइले भाउजूलाई लगाइदिने अनि दाइ भाउजूले चाहिँ तिमीलाई लगाइदिने अब मौला चाहिँ लगाइदिने छैन। मौला पहिला मैले लगाइदिएको छु। अस्ति नै मैले लगाइदिएको थिएँ। ल हुन्छ 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 हस् हस् अनि एकछिन अब दादा यस्तो ढिला उस्तो ढिला बस्छ मजाले बस्छ सबै चटक
कपडा कलरै आएन है हो कसरी आएन यताबाट किन्नुपर्छ मेरो दादा त्यसो म मेरोबाट खिच्छु यहाँ यस्तो कलर अलि यताबाट आउनु जनाले आउँछ यो त नै आयो म खिचिदिन्छु डर्टी गरी मन सारी काला है मैले त्यही भएर तपाईँ के बिस्नु हुन्छ अलि माथिबाट नखिच्दैन बोलेर आशीर्वाद दिनु पर्यो नि तब के भद्रकाली कपालिनी नवल दुर्गाले रक्षा गर्नु यो सबै सिकेर भन्नु पर्ने दादा आज भन्नु त ओम नमः काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिला देवी दुर्गाले रक्षा गर्नु यो साल तिमीलाई मात्र लाउनु पाऊँ अर्को पालि छोरा र तिमीलाई लाउन पाऊँ पाउँदैछु शान्ति हैन सुख शान्ति त के भन्नु थाहा छ टिका तल लाउनु बग्ने टिका बग्ने नै छैन छैन कस्तो राम्रो बसिन्छ माथि लाउनुपर्छ मलाई चाहिँ शान्ति के गर्नु छ ठिकै छ म जुत्ता लाउन बाँकी छ हामी खिच्न त्यही भएर बिचमा चाहिँ गर्दाखेरि डिस्टर्ब हुन्छ त मोबाइलै छोडिदिए ल एकछिन चुलाएर बस्थ्यो भिडियो बनाएर ओम नमः काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिला देवी स्वादा नमस्ते अलिअलि कण्ठ गर्न चाहिँ खोज्दै थिएँ पछाडि जान्छ कि एकचोटि गर्छ नि त दुईजना सँगै गएर बोल्दा खोइ क्यामेरा यसबाट ठाडो खिच्दैन कि दुर्गा माताले रक्षा गरून् सदा सुखी समृद्ध सधैँभरि शान्ति भइरहेको दुर्गा माता सधैँभरि दाइना रहन् फलोस् फलोस् सधैँभरि दाना खानाले सन्तान
त्यो क्रिमबाट देखाउँदै हो कोही जानेर कि एकदमै दही हालेर टक्कै त्यो अर्धेपछि यो अर्धिन्छ नि फोटो आइकन ठिक छ नि फोटो हामीले आज पनि गरेन नि त दाजु के टोन छ नि त अलि ठुलै छ नि बोल्नु मेरा ये काममा कानमा राख्नु न दाहिनेमा हैन कि देब्रेमा फर्स्ट टोपीलाई हाल्दा टोपीमा सिउरिन्छ नि गाउँतिर त हामी त के सिउरिन्छ माथि लगाइदिनु भाउजू माथि लगाइदिनु ओम मोला काली भित्र खाली दुर्गा क्षमा सुधा हरि दुर्गा माताले रक्षा गरौँ सदा सुखी स्वास्थ्य दिलायो काममा दादा थाप्दै जाने भाउजू मिलाउँदै जाने अहिले एकछिन हो छैन एकछिनमा चाहिँ आफै टक्क हुन्छ यो क्या पाँच छ के चार यो रातो भयो नि त यो त्यो हालेर दही सही बहिनीको त कुटै गर्नु खुट्टाले म दिइहाल्छु तपाईँलाई त ड्राइभर ढोक्नु पऱ्यो नि हो नि पर्दैन पर्दैन ढोग्नुपर्छ कि जोइन वर्षमा एकचोटि ढोग्नु परिहाल्दैन जहाँ चलेर जरा नढोके सुटिङ नि त ढोक्नु पर्छ बस्नु कि बस्नु के हुँदैन हात्ती हुन्छ हात्ती पैसा के हातमा ढोकी एकचोटि चारजना फोटो नि खिच्नु परिहाल्यो एकछिन त त्यताबाट किचनमा आउँदैन नि दाइ है यताबाट चाहिँ खिचिदिनु होइन पछि राम्रो अहिले तपाईँलाई झर्न पर्छ ठिकै हो अलिकति भयो जस्तो भयो एकचोटि हेर्नु न जमारा अडाउने नि छैन यार भाउजू बनाए क्लिप हुन्छ काम अलिकति कानमा लाउनु पर्यो अनि भाउजू ल्याएर हामीलाई दाल चाहिँ हजुर चारजना खाइन्छ एकदमै राम्रो तर अलिकति मलाई नि रातो लगाइदियो ए ए आउँ त साँच्ची दाइ एकछिन म दादालाई अब म दिन्छ होला आशीर्वाद फेरि अब एकजनाले अलिक अगाडि हुन्छ नि त दाइ नै हुनुहुन्छ दाइलाई बहिनी तिमीले भन्दा नि जोइन लगाइदिने हो नि त हो र दाइ बहिनीले दाइले लाउँछ नि त भाइटिका हो र दसैँ हो नि त दसैँमा मिल्छ जोइन मिल्छ किन नमिल्ने हामीले लगाइदिन्छ मनिषा लगाइदिनु हुन्छ त्यो नि हुन्छ तर खास के अरे गाउँघरमा चाहिँ त्यो गर्छन् क्या हामीले बहिनी लगाइदिन्छ हुन्छ लगाउनु नमिल्ने त होइन अब तर पनि ठुलोले लगाउने हो नि त यसमा त बहिनी भन्दा चाहिँ ज्वाइँ ठुलो भयो नि त म अस्ट्रेलिया आउँदा नेपालमा मगर ल्याइदिएँ यहाँ आउँदा सन्थ्यो कि टिका त्यसरी भयो यो भोलि बिहान सन्चै बस्नु तर यो पर्यो अडिसन मेरो त्यस्तो अड्डी खायो बसेपछि बस्छ नि फेरि तपाईँको अलिकति ढिस्को भयो कि बगे जस्तो लाग्छ तपाईँले के गर्नु त्यो काम टिका माथि थप्नु कि टिका त्यो भएर माथिको तान मसँग ल उताबाट फिटिँदा तिन चार उठेर गर्ने कि बहिनी यतिकै एउटा अघि बसेर ठाउँबाट यहाँबाट खिचिसकेको छु उठेर त अहिले पछि हामी बाहिर जाने हो खिच्न बसेर चाहिँ तपाईँले अगाडि आउने तपाईँ म पछि मम्मी कलरमा छ एकछिन दाइलाई ल यता हेर्नु त यता रेडी ल खतरा तयारी हो तयारी लागिनै सकेको अन्त उठ्नुहुन्छ एउटा एउटा उठाउनु त दाइले रिक्वेस्ट गर्नुभयो यहाँनिर बसेर रिक्वेस्ट गर्छु मान्नु खोइ त हेरेको इ अलिकति हात
बहिनीले लाउनु जमारा लाउनु टोपीमा राख्नु भने हुन्छ एउटा चाहिँ के खादा दाइदा ढिला भइसक्यो के होइन गर्नु कहाँ जान्छ त टिका लाउनु चाहिँ बक्सिङ पुग्नुपर्छ ए किन टिका लाउनु 40-50 मिनट लाग्छ लाग्छ आज छैन अहिले स्कुलहरू हिँडेको छ नि त अहिले त यताबाट लाइक गर्छ यता भने यता नमस्कार जमारा पछाडि यहाँ ल छिटो जाइला ढिलो भइहाल्छ सब ठुलै छ क्यामेरा राख्न जमारा अनि फेरि खिच्नु ठिक छ के हेरेर मिला त्यहाँ त एन्टी लाइट गर्छ ल एन्टी बस्नु न ताइले कुदै नि गर्नु त्यही त झरे हो एउटा हाफ कोस ल एउटा फोटोको फेरि लानु कति लानु अहिले त्यसो हातमा नराख्नु मात्र म फोटो खिच्दिन्छु म त्यसो भगेर कल्तीबाट उठिँदै आइसक्यो यसो गर्नु न तपाईँ लाइदा चाहिँ त्यो करे निकालेर अलिकति मात्रै ट्याप्पो लगाइदिनु न पर्दैन सबै निकाल्नु सन्तान डाँडा काँडाले सन्तान ढाक्नु ल ल यता हेर्न त्यही कुरा न मिस्टेक दादाले नै ज्वाइनलाई ल्याउनु पैसा पहिला रेडी गर्नु पैसा त किन लिइसक्यो गर्नु। अहिले ल्याउनु पैसा त्यो हुन्छ त मलाई दिनु पैसा अब मेरो पैसा होइन मैले जे गरे नि हुन्छ नि त जे भए नि हुँदैन अहिले कहाँ छ त पैसा छैन दिउँ त खाली खुट्टाले के ढोक्नु जाँदैछ आज ढोग्नु पर्छ यता उठाएर ल्याउनु उठाएर कहाँ तिमी निहुरेर जोडा राख्नु के हो र उठाएर जस्तो गर्नु जस्तो पैसा पैसा नमस्कार ल भएन नि खोइ कहाँ जामा नि पैसा दिएर हुन्छ मैले त खाली मम्मीबाट फेरि दिनुहुन्छ बेमा मात्र हो मैले खाली यस्तै गर्छन् मम्मी यहाँ त फेरि कहिले दिँदैन चल्न लाउनु हुँदैन त्यस्तो सधैँ ढोग्छु भनिहाल्छ नि के अरे हाम्रो त त्यस्तो मेरो चाहिँ दसैँको टिका दसैँको जस्तै भएर है ल मैले भनेको जस्तै भयो आहा भनेको चाहिँ त्यति अब होइन अन्त थप्नु पर्यो भए चाहिँ हुन्थ्यो थप्नु भएन काहीँ पनि आज यही फर्स्ट एन्ड लास्ट हाम्रो त यहाँ आज मात्र के अरे यहाँ मात्र भयो नि त टिका अन्त नि भए भए चाहिँ हुन्थ्यो यो वर्ष लाउन पाइयो अब हामी खाना खान्छौँ मम्मी म अब चिनी हालेको मह चाहिँ कहाँबाट आयो अहिले चिनी बनाउनु खाँदा मह चाहिँ खाँदैन युट्युब केले समाज छ भन्ने कुरा हो चिनीले समाज यो अलिक सुकेसी हुन्छ के सुकेसी हुन्छ होला यो टिका झार्नु भएन के त्यति हो एकछिन काममा बसौँ धेरै उता म सार्दैन दादाले उता त सार्दैन नि धेरै भयो यो त जे पनि अनि होइन होइन अहिले एकैछिन मध्ये घाटा भएर भएर खसाल्यो मैले थाहा थियो कि तपाईँले यहीँ खोइ तपाईँको बनाइदिनु खसो खस्ने यो एकै ठाउँमा भात भयो बेच्नु पाउँदैन होइन बक्स है सिधो बक्स तिम्रो चाहिँ बस्छ त फेरि तिम्रो छोरीलाई लिएर हाम्रो दसैँको टिका सक्यो नि त अब फाइनली लास्ट एन्ड फाइनल यो मम्मी वर्षको चाहिँ हाल्नुहुन्छ मम्मी तपाईँहरू चाहिँ कहिले लाउने टिका ए ल ल केही छैन जे भने लाउन पाइयो नि त होइन ल अब बाबा नभए एक्लै के लाउनु ठिक मान्छे घर हुँदैन तपाईँ घर 11 बजे आउँछु अब अरू के गरौँ न टिकालाई मात्र धेरै नगरौँ यहाँ के के बढी भयो अरे तपाईँको निधारमा लोड बढी भयो अब अडिन्छ अब 100 अडिन्छ ल खाना खाने बेला झप्पै निहुरिन्छ नि त हामी अब खारै भयो अर्को टिस्युले यताको पुस्नु पर्यो एउटा टिस्यु दिनु त आज निहुरेर खाना खायो जस्तो छैन पसिनु तपाईँ चाहिँ प्लिज आहा दादाले खतरासँग हालेर जानुभयो त
कचौरामा हाल्छ रस मात्रै हाल्नु। म अब यहाँ गरौँ ऊ हाम्रो के छ हाम्रो यो लन्चमा मान्छे हजुर बुढाले गर्दा त हार लागेको देखेन अब दुईजनाले पोते भएको लाग्यो त ठिकै देखिया त म अस्ट्रेलियामा तपाईँले मम्मी उहाँ लगाइदिएको थिएँ कि एयरपोर्टसम्मै थियो कि सबै यहाँ घर आउँदैसम्म थियो होइन मुक्ता मैले तल तल थियो कि मलाई चाहिँ टिका चाहिँ आफै झर जस्तो लाग्छ कि निकालो फाल्न मन लाग्दैन कहिले तपाईँ धेरै लगाइदिए तर तपाईँले एक ठाउँमा त छोपाल्नु भयो अनि यता गरेको भयो सायद केटीको भएर पछि मिलाएर कराइको हो नेपालमा भाइ सुन्दैन हामी त अहिले पहिला आफ्नो घरमा लाएर अनि के अरे ठुल्बुढाहरूको घरमा अङ्कलहरूको घरमा एक दिन त त्यहाँ अन्त टिका चाहिँ दिनु भएन घरबाट त्यो सबभन्दा रमाइलो थियो तर सबै केटाकेटी सबै धेरै हुन धेरै भन्छ है कान्छाहरू बुझेर 12-15 जना हुन्थ्यो अनि त्यही फोटो खिच्ने अन्त गाउँमा होइन आफ्नो घर आएको पुरै हाम्रो घर सिरानमा हुन्छ नदिन तल सबैका नाम पनि सबै त अलमोस्ट सबैमा जान्छ एकजना उसको कालीझोडको घरमा नाम अहिले अब गाउँको जस्तै भइसक्यो दर्शक यस्तो छ पारा टिका लाएर मस्त यहाँ दादा उहाँ मेरो बुढा आमा टिका लाएर मस्त छ
दसैँ त यहाँ पो लाएर रहेछ त अनि हामी चाहिँ यसरी कुरेर बस्ने कतिखेर उठ्नुहुन्छ र बाहिर जाउँला भन्दै जाउँ अब मलाई जाउँ हामी हो अब चाहिँ हामी फोटोसुट गर्न जान्छौँ छतमा घरभित्र फोटोसुट सक्यो अब छतमा यता हेर्नु न यहाँ कस्तो राम्रो हुँदो रहेछ फोटो सेसन गर्न जाँदैछौँ त्यो पनि टेरेसमा टेरेस भन्छ त्यस्तो ल दा के लिएर ल कस्तो हालेर के हो त्यो यसरी चाबी झिक्दाखेरि तपाईँको होइन हातमै पकाएर भित्रसम्म लगाएकै थिएँ त्यो चाहिँ भेटिन्छ राम्रै हुन्थ्यो टोपी अरे मेरो त टिका उडा ओ माई गॉड टेरेसमा फोटो खिचेला जस्तो छैन टेरेसमा फोटो खिचेला जस्तो छैन त ओ माई टोपी दसैँको दिन के भएको यस्तो त्यहीँ खिच्ने किन यस्तो हावा लागेको रहेछ कि हामी फोटोज नहुनेर आएको यस्तो चिसो हावा लागेको छ दसैँको दिनमा यस्तो भयो है तर यस्तो त नहुनु पनि त्यही पनि हामीले अलिअलि फोटो चाहिँ खिच्यौँ त्यो पनि एउटा दुइटा फोटोहरू चाहिँ खिच्यौँ हामीले रमाइलो पनि भयो तर एकदम चिसो भयो अब जाँदैछौँ हामी तल बाहिर गएर हेलो हेलो नमस्ते ह्याप्पी दसैँ ह्याप्पी दसैँ कति राम्रो दिदी मैले त खिच्यो कसरी खिच्यो त नि ए होइन 9 थिच्नु हो पहिला भाउजूले हामीले थिचेको थियौँ तल जाने ए सिधै हामी त माथि 9 मा भर्खरै आएको हामी भनिहाल्नु कति बेला भनौँ अब बहिनीको पालो होइन रक्षा गरून् सबै कुराहरू पुरा हुँदै जाउँ यो लन्च हो कि डिनर हो कि ब्रेकफास्ट हो कि के हो यो अहिलेको लागि चाहिँ लन्च भन्नु पर्यो अब दसैँको बेला छ कति बजे अरे लन्च हेर 5 बजे लन्च डिनर भन्न कि 5 बजे कहाँ यतिले पुग्छ त अनि बेलुका फेरि खानै पर्ने हुन्छ खसी ल्यायो 4-5 केजी जस्तो ल्याएको रमाइलो भइरहेछ कस्तो धमिला तपाईँकोमा त राम्रो आउनु पर्ने त के भएको नयाँ फोन नयाँ मोबाइल होइन र यो हो एकचोटि क्यामेरा पुस्नु त त्यो सरले आहा पछाडि राम्रो मम्मीले पछाडि पुऱ्याइदिनु भयो पछाडिबाट देखा त भाइ आहा राम्रो एकछिन त्यति देखेर है अलि सबैजना आउने गरेर देखा नि त खोइ त ए दसैँ त त्यता पो आयो त खोइ त दाइ चाहिँ कहाँ हो त अनि उसले चिज गरेको हेर्नु न छोरीले अग्ली भइसकेछ सानो भाइ जत्रै भइसक्यो मम्मी हाँस्नु अलि रुन्ला त हाँस्नु भएन हल्ला फेरि यसले ल ल ल राम्रो आयो खै त दाइ हुनुहुन्न त कस्तो बर्खा जस्तै छ त है के भएको होला पानी परेर ए
यस्तो गरेरै छु अगाडि लिएर आउनु न मम्मी खोइ त फेरि पछाडि देख्छु अनि भयो दादा अनि तपाईँ त्यही लाएर जाने हो त्यही लाएर जाने ल ल ल अहिले पठाउनु भन्नु भाउजूलाई फोटो अहिले पठाउनु त्यही हो ल ल ल त्यहाँ सक्नु काम है त दाइलाई नि बोलाउनु न एक दुईवटा फोटो खिच्नु ल मम्मी ह्याप्पी फोटो दसैँ तल आइज भनेर फोटो खिच्नु न एउटा बोलाउनु सबैजना भएको पठाउनु दसैँको शुभकामना निदा के भयो त अब दसैँ किन बोलाउनु कतिवटा फोटो खिचेछौँ अल टुगेदर हामीले हेलो फोटो ट्रान्सफरिङ ग्याङ दादा भाउजूको मात्र कतिवटा फोटो भएछ भन्नु न 200 होइन 117 होइन होला त्यो यहाँ बाहिर बाल्कनीमा खिचा मात्र 117 वाला तपाईँहरूको अन्त तपाईँहरूको दुईजनाको मात्र होइन उनीहरूसँग खिचा हामी चारजना खिचा सबै के अब चाहिँ दसैँको आउटफिट चेन्ज भएर ब्याक टु बिहानको आउटफिट कलर म्याच भएको हो र हालिसक्नु भयो ओ माई गड कस्तो राम्रो देखिन्छ क्या सही हो यार राजा लाग्छ देखियो कस्तो मम्मी अर्को फोटोग्राफर कस्तो क्युट आएको के लास्ट गाडीमा भिडियो खिच्नु भयो भने गाडी हल्लिन्छ हाम्रो चाहिँ अब हामी कहाँ जाँदैछौँ अहिले मामा विशाल मेरील्यान्डमा सकेर विशाल मामा घर टिका चाहिँ मामा घर टिका चाहिँ लाउनु हुँदैन त्यही पनि बस्ने भने तास खेल्ने रमाइलो गर्ने आमा कति टायर्ड भइसक्यौँ हामी त उहाँदेखि हिँडेको अहिले यहाँ सकेर फेरि उहाँ अब भोलि पनि हिँड्नु छ नेपालभन्दा धेरै भयो त हेलो हेलो ढिलै हुँदैन ढिलै
कसको विजय सेफको आज नाइस चलाइ नि खडक One eternity later.